त राउडीज बन्ने नबन्ने सब मेरो मुठीमा छ यति बुझिराख के छ तपाईको र उहाँले जे सोध्नुहुन्छ त्यसको उत्तर दि तपाईले सोध्नुहुन्छ कि रौडीजमा किन आएको भनेर हैन यस्तो भएछ अब लाइफमा प्रब्लम भयो भने सर अब घरबाट पनि निकाल्दियो अनि पढाइमा पनि सबै खतम अनि गर्लफ्रेन्डले पनि अनि ब्रेकअप दियो सर अनि त्यही भएर चाहिँ अब तपाईको रौडीजमा चाहिँ अफर रहेछ सर हैन 20 लाख रुपैयाँ अनि बाइक पनि रहेछ गाडी हैन त्यो बाइक बेचेर चाहिँ ठाउँमा नगएर मोज गर्ने राउडीजमा त के मान्छेको सपना हुन्छ यहाँनिर वर्षौं प्रतीक्षा गरेर मान्छे त्यही यहाँनिर हो त आउँछ मेरो सपनै त्यही हो सर तेरो सपना मोज गर्ने हो साले रेपिस्ट निक्ली काम चल्यो तँलाई तेरो गर्लफ्रेन्डले छोड्नुको कारण पनि हामी त्यही होला थाहा हैन सेक्सुअल अब्युज त्यही भएर होला। ठुलो ओडो तेरो बेहोर यस्तो छ नि तँ यस्तो केटा हो कि तँ यस्तो केटाले चाहिँ हो केटीहरूलाई जब इज्जत गर्दैन नि तब बलात्कार गर्दै हिँड्ने मान्छे के निक्ली बे के तेरो बाउको सो मेरो बाबुको छोड बे तेरो बाबुको छोड हाम्रो नाम लेखे सबै तेरो बाबुको छोड लेखेर के बे रौडीजममा आए मलाई ठाउँ भन्ने भन्दा ठाउँ भरिमा